As you can see, this is interactive tool. यो चाहिँ हाम्रो ग्रेडियन्ट युज भएको छ। यस्तै सेम टु सेम बनाउनु परेमा हामीलाई पहिला चाहिँ हामीले मानिहालौँ मैले रेडै फिल गरेँ। रेड फिल गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ टुल बक्सतिर तपाईको यहाँ हेर्न सक्नुहुन्छ तलमा यो चाहिँ हाम्रो आइकन छ। यो आइकनको भित्रमा जाने ठ्याक्कै यो जुन सानो आइकन हेरेको त्यसमा थिच्ने। त्यसपछि यहाँ यसको सर्टकट की हाम्रो रहेको छ जी अनि इन्टरेक्टिभ फिल। ठ्याक्कै हामीले यो क्लिक गरिसकेपछि यो जुन छ हाम्रो पे सिलेक्ट गर्ने। सिलेक्ट गरिसकेपछि ठ्याक्कै हामीले यसरी ड्र्याग गर्ने माथिबाट तल जुन हाम्रो यो यस्तै सेम टु सेम कलर भयो। यदि हामीलाई कलर चेन्ज गर्नु छ मानिहाल माथिमा हाम्रो यो यदि हामीलाई ब्लू कलर राख्नु छ भने यहाँ चाहिँ ठ्याक्कै यसमा क्लिक गरेर तपाईले यहाँ चाहिँ यसमा आयो तपाईको यहाँ चाहिँ ठ्याक्कै अब चुज गर्नु सक्नुहुन्छ। मलाई मानिहालौँ मलाई ब्लू कलर चाहिएको छ भने ब्लू कलर आउँछ। तपाईले जुन कलर चाहनुहुन्छ त्यही कलर आउँछ यसमा। तपाई आफ्नो मर्जीले हाल्न सक्नुहुन्छ। यो चाहिँ सर्टकट कि तपाईको छ जी है। थ्यांक यू।